रातो भालेको कोलाई मनपर्छ अनि यो गर्मीमा चिसो चिसो वाटरमेलनको जुस हो। साथीहरू वेलकम छ मेरो छोटो मिनी भ्लगमा हजुरहरूलाई। अहिले चाहिँ म उठेँ अनि वाटरमेलनको जुस खाएँ। मेरो बुढोले फेरि हेर्नु न 8-9वटाको अम्लेट बनाउँदै हुनुहुन्छ। आज के बनाउँदैछौँ भनेपछि हामीले अम्लेट र पोही बनाउँदैछौँ। मेरो बुढालाई फेरि हाई हेलो भनिदिनुहोस् भनेको चाहिँ चुप्प ला ट्वा पर हेर्नुहुन्छ क्यामेरामा। बुढोले नास्ता बनाउन लाग्नुभयो। मैले चाहिँ वाटरमेलन काटेँ। हेर्नु न कति रातो थियो, एकदम राम्रो खाले परेको थियो। अनि मैले त्यो चाहिँ जुस बनाएर पिएँ। बुढोले पनि नास्ता बनाइसक्नुभयो। नास्ता खाना रेडी हुँदैछौँ हामी फेरि। मेरो बुढोले यसरी नास्ता बनाउँदै हुनुहुन्छ। यसलाई चाहिँ पोही भन्छन् कि यो गुवाको चाहिँ लास्टै फेमस हो कि। यसमा कसैले मासु पनि हालेर खान्छन्, कसैले अम्लेट हालेर खान्छन्। अब आफ्नो तरिका हुन्छ यो खाने। म चाहिँ बजार जानुपर्ने थियो, त्यसैले छिटो छिटो खाएर म लागेँ बजारतिर। बजारमा चाहिँ आज एकदम ठुलो मेला लागेको थियो। यही मेलामा चाहिँ सस्ता सस्ता सामानहरू पनि मिल्छन् कि। अनि दुई बहिनी भेट्यौँ। मेरो बहिनीले चाहिँ सामानहरू किनिसकेको थियो, कुटुरा मुटुरा बोक्दै हिँडेको थियो। अनि सामान किनिसकेपछि बुढोको फोन आयो, फेरि भाले खामा आज लोकल भाले लिएर आऊ भनेर। मेरो बहिनीको बस छुट्यो अनि फेरि बहिनी पनि उतै जाने भयो। अनि बहिनी पनि उतै गएपछि त अब त लग्नै पर्यो भनेर भाले लिएर आएँ। भाले लिएर आएपछि काटकुट पारेँ। यहाँ फेरि छुट्टै हाम्रो मासु ब्रोइलर पनि बनिरहेको थियो, चिकन विङ्स। आज चाहिँ ल मजा आउने भयो, बहिनी आएको रमाइलो हुने भयो भनेर मेरो बुढोले भुत्लाउन लाग्नुभयो। यहाँको काटाइ फेरि यस्तो हुन्छ, सिस्टम हेर्न सक्नुहुन्छ। मासु सासु खाएर हामी दुई बहिनी चाहिँ टिकटक बनायौँ साँझको पख। मेरो भिडियो के कस्तो लाग्छ लाइक कमेन्ट गर्नु होला। बाबा।